गाइस सबैजनालाई मेरो न्यू ब्लगमा स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो खेतमा रोपाइ रहेको छ। म त्यही हेर्नको लागि जाँदैछु र हजुरहरूलाई पनि देखाउँदैछु कसरी के रोपाइ गर्दैछ, कसरी के गर्दैछ भन्ने कुरो भिडियोमा बन्दै गर्नु है साथीहरू। यो चाहिँ रहेको छ हाम्रो खेत जाने बाटोमा रहेको सिसौ। यो चाहिँ हाम्रो खेत जाने बाटोमा देख्न सक्नुहुन्छ कति राम्रो देखिरहेको छ। आज हाम्रो खेतमा साथीहरू रोपाइरहेको छ र अस्तिको हावाहुरीले के बिगार्यो भन्ने कुरो म हेर्न जाँदैछु। तपाईहरुलाई नि देखाउने नै छु। हेर्न सक्नुहुन्छ यो खेत जाने बाटो मैले अगाडि ब्लगमा नि देखाएकै थिएँ, हेर्न सक्नुहुन्छ। योहरू देख्न सक्नुहुन्छ हिजोको हावाहुरीले यहाँ के नोक्सानी गरेको छ र दुईटा पोल नयाँ हालेको छ। हजुरहरूलाई म देखाउने नै छु। यता हेर्नुस्, यहाँ रहेको छ केराबारी ढलेको र यहाँ हालेको छ नयाँ पोल। हजुरहरूलाई म देखाउने नै छु कतिको क्षति नोक्सानी भएको छ। हेर्न सक्नुहुन्छ कति केरा ढलेको छ। केरा लाउन नि धेरै गाह्रो रहेको छ साथीहरू। देख्न सक्नुहुन्छ यहाँ धेरै बोटहरू ढलेको छ। अस्तिको हावाहुरी ठुलो धेरै बेर नआए नि धेरै ठुलो हावाहुरी आएको हुनाले सबै बोटहरू ढलाएको छ यो केराहरूको। हेर्न सक्नुहुन्छ र यता गाउँ पनि हेर्न सक्नुहुन्छ सोत्तर भैमा सुतेको छ। सोत्तर भैमा यो यहाँ आएको हामी बाटो देख्न सक्नुहुन्छ। यहाँ केराबारीको हालत, केराहरू सबै ढलेर हेर्नुहोस् त साथीहरू। हामी खेत पनि आइपुग्न लागिसकेका छौँ। तपाईहरुलाई देखाउँछौँ हाम्रो साइडको केराबारीको हालत। यहाँ हेर्नुहोस् है जस्तो भएको छ र उता भइरहेको हाम्रो खेतमा रोपाइ हो। तपाईहरु देख्न सक्नुहुन्छ। यतापट्टि हाम्रो गाउँबारी उता हेर्न सक्नुहुन्छ। भर्खर ट्र्याक्टरले जोतेर गइसकेको छ र अब कसरी के गर्ने हो म देखाउँछु। त्यहाँ कसरी बिउ काटिराख भन्ने कुरो गाइज देख्न सक्नुहुन्छ। उता भैयाले बिउ काटिरहेको छ र ट्र्याक्टर चाहिँ जोत्नको लागि बसिरहेको छ। एउटा खेतमा भने गरी भइसक्यो। अब यहाँ भैयाहरू बिउ काट्दैछ र यहाँ पनि रोपाइ गर्नको लागि ट्र्याक्टर जोत्न आएको छ। हेर्न सक्नुहुन्छ साथीहरू। म भैयाको लागि सुर्ती लिन जाँदैछु। देख्न सक्नुहुन्छ भैयाले सुर्ती मागेको हुनाले भैयाहरूबाट सुर्ती लिएर जान लागिरहेको छु र म साइकलमा गइरहेको छु साथीहरू। साइकलमा र केरा देख्न सक्नुहुन्छ। यो चाहिँ म आफ्नै साइकलमा गइरहेको छु। अगाडिपट्टि पर्दछ यो रह्यो पोखरी, यो रह्यो केराबारी र हामी जाँदैछौँ साथीहरू। म चाहिँ गाइड सुर्ती लिनलाई जाँदैछु पसलतिर, चोकतिर होइन साथीहरू। भैयाहरूको डिमान्ड कालो खैनी भनिरहेको छ, त्यसैले म चोकतिर जाँदैछु। देख्न सक्नुहुन्छ। अब चाहिँ मेरो भने फेभरेट बाटो आइपुग्यो। दुईपट्टि खर, बिचमा साइकल जाने। हल्का हावाहुरीको कारणले यहाँ बिग्रिया भए पनि ठिकै छ, सन्तुष्टि गर्नै पर्यो साथीहरू। देख्न सक्नुहुन्छ। अब भ्लग चाहिँ म डेली नै हाल्ने छु। सबैजनाले लाइक, सब्सक्राइब एन्ड सेयर सपोर्ट पनि गर्दै गर्नु होला। हामी चोक पुग्न लागिसकेको छौँ। हामी पसल पनि आइसकेको छौँ गाइज। होइन मलाई भैयाहरूको लागि दुईवटा केही जान्दैन भैयालाई लानलाई के भन्ने हो र। चुना पनि छुट्यो। सुर्ती पनि लिगिसकेको छु। फेरि म पसल जाँदैछु। देख्न सक्नुहुन्छ सुर्ती चाहिँ यहाँ रहेको म फेरि खेत जाँदैछु। देख्न सक्नुहुन्छ भैयाहरूलाई सुर्ती लिएर खेत जाँदैछु। यो चाहिँ रहेको छ हाम्रो गाउँको पोखरी। देख्न सक्नुहुन्छ। यो चाहिँ म फेरि हामी खेत जाँदैछौँ साथीहरू। त्यही त हो नि, काम गर्नै पर्यो। तपाईहरुलाई मेरो ब्लग कस्तो लाग्छ नि भन्दै गर्नु होला। यो हिजो हावाहुरी आएकोले उता पोल सारेको छ। देख्न सक्नुहुन्छ। यो चाहिँ म साइकलमा फेरि काम गर्नलाई त कति मजा आउँछ साथीहरू, तपाईहरुलाई थाहा नै छ। यो हाम्रो यता गाउँमा धेरै नै खेती लाउने हुन्छ। यहाँ फर्सी लगाएको छ। उतापट्टि गाउँ, त्यो केराबारी फाडिएको छ 5 वर्ष पुगेकोलाई। म जाँदैछु खेततर्फ।
खेततिर पुग्न नि लागिसक्यो गाइज। आज रोपाइ हो नि त, रोपाइतिर जानु पऱ्यो नि साथीहरू। अनि कसरी ट्र्याक्टरले के जोत्छ हजुरहरूलाई त्यो सबै पनि देखाउने नै छु, भिडियोमा बन्दै गर्नु होला साथीहरू। यहाँ ट्र्याक्टरले जोत्दैछ, हजुरहरूलाई म देखाउने नै छु। भइहा हुनु भइहा हुनु भइहा हुन्छ ओली खानी देख्न सक्नुहुन्छ गाइज, हाम्रो बारी जोतिरहेको छ र मैले सुर्ती पनि ल्याइसकेको छु। हेर्न सक्नुहुन्छ साथीहरू, ट्र्याक्टरले यसरी जोत्दो रहेछ, देख्न सक्नुहुन्छ साथीहरू। ट्र्याक्टरले यसरी जोत्छ साथीहरू, देख्न सक्नुहुन्छ। म चाहिँ सुर्ती लिएर खेत आइसकेको छु, म सुर्ती दिनु भने जाँदैछु। तल खेतमा जाँदैछु, हिलो नै हिलो छ बाटो। देख्नुहुन्छ साथीहरू, यहाँ अहिले रोपाइ भइरहेको छ, त्यहाँ भने ट्र्याक्टरले जोतिरहेको छ, देख्न सक्नुहुन्छ साथीहरू। गाउँमा यसरी नै रोपाइ गरिनेछ, हजुरहरूलाई म देखाउने नै छु। बा सुर्ती देख्न सक्नुहुन्छ, त्यहाँ रोपाइ चलिरहेको छ। यहाँ यो यतापट्टिको खेतको लागि बिउ बनिरहेको छ। ट्र्याक्टरले धेरै नै राम्ररी जोतिरहेको छ भएकाले फेरि मोटरबाट हामीले पानी लगाउँदैछौँ साथीहरू, हजुरहरूलाई देखाउने छौँ। यहाँ देख्न सक्नुहुन्छ साथीहरू, मोटरबाट पानी लगाएका छौँ। त्यहाँ पानी जोत्नलाई कम भएर साथीहरू हेर्न सक्नुहुन्छ, थोरै बाँकी थियो, अरू सबै पहिल्यै गरिसकेको थियो। बिउ रोपेको ठाउँमा मात्रै गरेको थिएन, त्यही गर्दैछौँ साथीहरू। र पानी नपुगेको हुनाले फेरि पानी लाउँदैछौँ, पानी नपुगेको हुनाले। यहाँ देख्न सक्नुहुन्छ, यो दुइटै हाम्रो खेत, उतापट्टि केराको हालत देख्नै सक्नुहुन्छ, घुस्नु भएको छ साथीहरू। ट्र्याक्टरले जोतिरहेको थियो, पानी कम भएको हुनाले यहाँ मोटरबाट पानी लगाइसकेको छौँ, देख्न सक्नुहुन्छ। यहाँ पानी आइरहेको छ, ट्र्याक्टरले भन्यो भने राम्ररी जोतिरहेका छ। यहाँ यो रोपाइ गरिरहेका छन्। यहाँ र केरा देख्न सक्नुहुन्छ कति ढलेको छ। यो मेरो साथीको सनिलको घर, तपाईँले देख्न सक्नुहुन्छ। आजको भ्लगमा यति नै, अरू म भोलि देखाउने छु। मन परेमा लाइक, सब्सक्राइब, कमेन्ट गरिदिनुहोस्। हस् त, थ्याङ्क यू गाइज, बाई गाइज।